हेलो सम्पूर्ण दर्शकवृन्दहरुमा नमस्कार। मेरो भिडियोमा आज हामी उपस्थित भइसकेका छौं। आज चाहिँ हामी यहाँ जुन हाम्रो महाकालु गाउँपालिकाको वार्ड नम्बर 5 पेपुवा आज चाहिँ हामी अलि पर एउटा सिरिसे भन्ने ठाउँमा पुगेका छौं र त्यहाँनिर चाहिँ हामी धेरै जना साथीभाइहरु भेला भएको छौं र यहाँ थोरै हाम्रो एउटा छोटो एउटा फुर्सदको टाइममा भिडियो बनाउन गइरहेको छु। हजुरहरुलाई यो मेरो भिडियोमा सम्पूर्णलाई स्वागत गर्दै आज चाहिँ के विषयमा भिडियो बनाउँदै छु भने यहाँनिर चाहिँ एकजना हाम्रै गाउँको साथी र निकै अहिलेसम्म उहाँको विषयमा चाहिँ सामाजिक सञ्जाल प्रति चाहिँ अलिकति चिन्ता र चासो नभएको हो कि भन्ने कुरालाई मध्यनजर गर्दै म आज भिडियो बनाइरहेको छु। जो हुनुहुन्छ आज चाहिँ नरबहादुर राईज्यू। ल हजुरलाई मेरो भिडियोमा स्वागत छ। नमस्कार। नमस्कार। ल हजुरको अहिलेसम्म हामीले यो सामाजिक सञ्जालतिर धेरैको चाहिँ अब टिकटक अब फेसबुक अब इत्यादि यस्तो कुराहरूमा चाहिँ अब सामाजिक सञ्जालमा चाहिँ धेरैजनाहरू जोडिएको छ। तर अहिलेसम्म हजुरको चाहिँ हामीले टिकटक पनि देखेका छैनौँ र अब फेसबुकमा पनि अनुहार फेसहरू हेरेको छैनौँ। हजुरलाई यो किन सामाजिक सञ्जालको अब सामाजिक सञ्जालप्रति चाहिँ किन चासो र उत्सुकता नभएको भन्ने कुरा चाहिँ थोरै प्रश्न पारिदिनु हुन अनुरोध गर्न चाहन्छु। यो विषयमा चाहिँ म सामाजिक सञ्जालमा नदेखिनुको कारण चाहिँ पनि त्यो त्यति त छैन र पनि अब यो सञ्चार माध्यमहरू चारतिर जो कोहीसँग सम्पर्कमा नहुनुको कारण चाहिँ अब म खसै फोनको कारण पनि होइन। अब कुनै समयमा म त्यो सामाजिक सञ्जालहरूमा आउन सक्छु र आजसम्म नआउने कारण त केही पनि छैन। तर म खसै त्यसमा चासो पनि नभएको हुनाले हो पहिलो कुरो चाहिँ। र अब आउँदो दिनहरूमा र गत केही समयपछि म आउनेछु र गर्ने नै छु र सम्पर्क पनि हुनेछु सबै साथीभाइहरूसँग। र फेरि अब यो गुनासो साथीभाइले कसैले सामाजिक सञ्जालमा नगरिदिनु होला भन्ने मेरो अनुरोध पनि गर्न चाहन्छु। र कुनै दिन म अब आफ्नो फ्रेन्ड साथीहरूसँग म जहाँ पनि म सामाजिक सञ्जालमा आउन सक्छु र आउने पनि छु। यो मेरो कुनै सोच विचार पनि छ र अब मेरो अब कुनै आफ्नै पर्सनलको कारणले पनि होला त्यो आउन नसकेको कारण त्यो छ। अब आफैमा भर पर्ने कुराहरू पनि हो र विचारको कुरा पनि हुँदो रहेछ कि अब कुनै समयमा म आउने नै छु र त्यसमा म सामाजिक सञ्जाललाई अब दुरुपयोगको रूपमा मैले सोच्दिनँ र सदुपयोग गर्नेछु म पनि कुनै समयमा। र साथीभाइहरू धेरैजना अब मभन्दा अलिकति एजेडको कारणले पनि कतिपय साथीभाइहरू अब सामाजिक सञ्जालमा अगाडि पछाडि होलान्। तर म चाहिँ अब त्यति साह्रै अब उमेर र हातको हिसाबले पनि म सोच्दिनँ र म कुनै समयमा साथीभाइसँग म सामाजिक सञ्जाल अब विभिन्न सञ्चार माध्यममा आउने नै छु र कुनै युट्युब के भन्छ यो त्यसमा पनि आउला नि त भन्ने कुरा चाहिँ सोच विचार गरिराखेको छु। धन्यवाद। उहाँको विचार हामीले सुनिसक्यौँ र उहाँको अहिलेसम्म चाहिँ अब आफ्नो व्यस्तताको कारणले या आफ्नो एउटा जुन मनले गर्दा पनि उहाँ अहिलेसम्म सामाजिक सञ्जालतिर अब कहीँ पनि यताउता आइराखेको नभएको अवस्थाले गर्दा उहाँको टिकटक पनि अहिलेसम्म देखिएको छैन र उहाँको फेसबुकमा पनि त्यति खसै देखिएको छैन। उहाँको अनुहार र उहाँको युट्युबतिर पनि देखिएको छैन। त्यसो भएको हुनाले चाहिँ आज मैले थोरै एउटा मेरो भिडियो बनाएको छु र उहाँले अहिले प्रत्यक्ष बोलिसक्नु भएको छ कि अब आउँदो दिनहरूमा म सामाजिक सञ्जाललाई सदुपयोग गर्नेछु, म दुरुपयोगको रूपमा अहिलेसम्म लिएको होइन भन्ने कुरा चाहिँ स्पष्ट जानकारी गराइसकेको हुनाले र अहिले उहाँले बोलिसक्नु भएको छ। मैले यो टिकटक सञ्चालन गरेको पनि छुइनँ र कुनै दिन मैले टिकटकलाई चाहिँ म सञ्चालन गरेर कुनै दिन म आउनेछु र हेर्नु पाउनुहुनेछ सबै दर्शक महानुभावहरूले। धन्यवाद। धन्यवाद। हस् त।